नमस्कार साथीहरु, 2082 सालको क्लास 8 को बीएलई रिजल्ट हेर्नको लागि गुगल या क्रोम ब्राउजरमा आफ्नो ठाउँको सब मेट्रोपोलिटन सिटी वा म्युनिसिपालिटी लेख्नुपर्ने हुन्छ। जस्तै म एक ठाउँको बीएलई रिजल्ट चेक गरेर हजुरहरुलाई बताइरहेछु। म क्रोम ब्राउजर ओपन गरिरहेछु। ठीक छ, त्यसपछि यो सर्च बक्समा म आफ्नो ठाउँको म्युनिसिपालिटी लेखिरहेछु। जस्तै म लेखिरहेछु, जस्तै म खान्डादेवी रुरल म्युनिसिपालिटी बेसिक एजुकेसन एक्जामिनेसन 2082 यति लेखेर सर्च गरिरहेछु। अनि यो खान्डादेवीको क्लास 8 को बीएलई रिजल्ट हेर्नको लागि यो मन्दिर जस्तो लोगो दिएछ, यसमा क्लिक गर्नुपर्ने हुन्छ। अनि हजुरहरुको यसरी हेराइदिन्छ बीएलई रिजल्ट हेर्नको लागि। हेर्नु, यहाँ लेखेछ चेक रिजल्ट अफ ग्रेड 8 2082। अनि यसमा आफ्नो स्याम्पल नम्बर लेख्नु होला अनि यसमा डेट अफ बर्थ लेख्नु होला। त्यसपछि सर्च रिजल्टमा क्लिक गर्नु होला। यसरी हजुरको रिजल्ट हेराइदिनुहुन्छ। यसरी गरी नै हजुरहरूले आफ्नो ठाउँको सब मेट्रोपोलिटन सिटी वा म्युनिसिपालिटी को वेबसाइट सर्च गरेर बीएलई को रिजल्ट हेर्न सक्नुहुनेछ। यस्तै भिडियोको जानकारीको लागि मेरो च्यानललाई लाइक, सब्स्क्राइब, कमेन्ट एन्ड शेयर गरिदिनु होला। धन्यवाद।